आज म तपाईहरूलाई हाम्रो 24 घण्टामा विभिन्न समयमा बच्चाहरू जन्मिन्छन् र ती समयहरूमा जन्मिने बच्चा के कस्ता हुन्छन् भन्ने विषयमा छलफल गर्न गइरहेकी छु। त्यसरी हामी दिउँसोको 12 बजेदेखि लिएर रातिको 12 बजेसम्म जन्मिने बच्चाहरूको स्वभाव भिन्दै खालको हुन्छ। त्यसै गरी 3 घण्टाको फरकमा बच्चाहरू जन्मिँदाखेरि छुट्टै स्वभावका हुन्छन्। त्यसैले हामी दिउँसोको 12 बजेदेखि लिएर दिउँसोको 3 बजेसम्म बच्चा जन्मिँदाखेरि कस्ता प्रवृत्तिका खालका हुन्छन् भन्ने कुरा छलफल गर्न गइरहेका छौँ। दिउँसो 12 बजेदेखि 3 बजेसम्म जन्मिएका बच्चाहरू मेहनती हुने गर्छन्, रिसाउने गर्दछन् अनि इमोसनल र धोका खाने खालका हुन्छन्। उनीहरूलाई धेरै धोका मिल्छ। काम गरेको फल अर्कैले लान्छ भनिन्छ नि, काम गर्ने कालु मकै खाने भालु। त्यस्तै उनीहरूले गरेको कामको श्रेय अर्कैले लग्छन्। उनीहरू सफा मनका हुन्छन्, दुःख लुकाउँछन्। साथै उनीहरू सक्सेसफुल हुन्छन्, आफ्नो काममा फोकस्ड भएर गर्दछन्, डिस्ट्र्याक्सन हुँदैन। आफू छेउछाउका आफन्तहरूले धोका दिए पनि उनीहरूलाई बाहिरका मान्छेले भने सधैँ राम्रो गर्छन्। उनीहरू रिसा हुन्छन्, त्यसै कारणले उनीहरूको बोली अलिक कठोर खालको हुन्छ। उनीहरू सिम्पल हुन्छन्, सफा हृदयका हुन्छन्। उनीहरूको त्यसै गरी केही नराम्रा बानीहरू पनि छन्। उनीहरू नसा गर्छन्, एउटाको रिस अर्कोलाई लगेर पोख्ने खालका हुन्छन्। त्यसैले उनीहरूको राम्रोको लागि उनीहरूले हनुमानजीको पूजा गर्दाखेरि धेरै राम्रो हुन्छ। हनुमान चालिसा पढ्दा धेरै राम्रो हुन्छ। ग्रहणको समयमा दान गर्नुका साथसाथै व्रतहरू बस्नु, पण्डितहरूलाई केही दक्षिणाहरू दिनु धेरै राम्रो हुन्छ। साथै पढाइका लागि खर्च गर्न नसक्ने गरिब साना केटाकेटीहरूलाई पढाइको लागि पैसा दिनु अथवा सहयोग गर्नु, साथै कपी किताब कलमहरू यस्तो बाँड्दाखेरि पनि धेरै राम्रो हुने गर्दछ। यसरी 12 बजेदेखि 3 बजेसम्म जन्मिएका बच्चाहरूलाई यी काम गर्दा फाइदा गर्दछ भने उनीहरूको नसा गर्ने बानीलाई कन्ट्रोल गरेमा उनीहरू धेरै सफलता हासिल गर्ने गर्दछन्।